अंग्रेजी सिक्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्, यो भिडियो तपाईहरुको लागि हो। यदि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया गरी सब्स्क्राइब गर्नुहोला र भिडियो चाहिँ अन्तिमसम्म चाहिँ हेरिदिनु होला। सुरु गरौँ। ठुलो स्वरले बोल्नुहोस्। स्पीक लाउड। स्पीक लाउड। ठुलो स्वरले बोल्नुहोस्। मलाई आराम गर्न देऊ। लेट मी रेस्ट। मलाई आराम गर्न देऊ। लेट मी रेस्ट। उनलाई हेर भन्नु पर्यो। लुक एट हर। लुक एट हर। उनलाई हेर। जहाँसम्म मेरो सम्बन्ध छ। As far as I am concerned. यहाँ हेर वा यता हेर भन्नु पर्यो। Look here. Look here. जाऊ र त्यहाँ गएर उभिऊ भन्नु पर्यो। Go and stand there. Go and stand there. यहाँ आऊ वा यता आऊ भन्नु पर्यो। Come here. Come here. यहाँ बस्नुहोस् भन्नु पर्यो। Stay here. Stay here. ढुक्क हुनुहोस् भन्नु पर्यो। Rest assured. Rest assured. उल्लेख नगर्ने भन्नु पर्यो। Not to mention. Not to mention. वास्ता नगर वा केही कुरा छैन भन्नु पर्यो। Never mind. Never mind. होइन, कहिले हुँदैन। No, never. No, never. यदि मलाई सोध्नु भयो भने भन्नु पर्यो। If you ask me. If you ask me. मेरो विचारमा। In my opinion. In my opinion. म तिमीलाई राम्ररी चिन्छु भनेर भन्नु पर्यो। I know you very well. I know you very well. म तिमीलाई चिन्छु भन्नु पर्यो। I know you. I know you. मलाई रिसाउन नहाल। Don't make me angry. Don't make me angry. बहाना नबनाऊ भन्नु पर्यो। Don't make excuse. Don't make excuse. बहाना नगर्नुहोस्। Don't pretend. Don't pretend. मलाई बुझ। Understand me. Understand me. जुन तरिकाले म देख्छु भन्नु पर्यो। The way I see it. The way I see it. मलाई लाग्छ। It seems to me. It seems to me. जहाँसम्म म देख्न सक्छु। As far as I can see. जहाँसम्म मेरो सम्बन्ध छ। As far as I am concerned. म इमानदारीपूर्वक यस्तो मान्छु। I honestly believe that. मेरो विचारमा। In my opinion. In my opinion. व्यक्तिगत रूपमा मलाई लाग्छ। Personally I think. Personally I think. मेरो अनुभवमा भन्नु पर्यो। In my experience. In my experience. म अहिले व्यस्त छु भन्नु पर्यो। I am busy right now. I am busy right now. के भइरहेको छ भनेर सोध्नु पर्यो। What's going on? What's going on? के तिमी व्यस्त छौ भनेर सोध्नु पर्यो। Are you busy? Are you busy? के तिमी मलाई फोन गर्न सक्छौ भनेर सोध्नु पर्यो। Can you call me? Can you call me? म बाहिर जानेछु भन्नु पर्यो। I will go out. I will go out. मलाई बाहिर जान दिनुहोस् भन्नु पर्यो। Let me go out. Let me go out.
मलाई हेर्न देऊ लेट मी सी मलाई हेर्न देऊ लेट मी सी हेर्नुहोस् के भइरहेको छ भनेर सोध्नु पर्यो सी व्हाट्स ह्यापनिङ सी व्हाट्स ह्यापनिङ मसँग कुरा गर टक टु मी उसँग कुरा गर भन्नु पर्यो टक टु हिम म बिहान 5 बजे उठ्छु भनेर भन्नु पर्यो I wake up at 5 a.m. म राति 10 बजे सुत्छु भन्नु पर्यो I sleep at 10 p.m. मसँग दुईवटा गाडी छन् I have 2 cars. मेरो 2 सन्तान छन् भन्नु पर्यो I have 2 children. मलाई टिभी हेर्न मन पर्छ I love to watch TV. म अंग्रेजी सिक्दै छु भन्नु पर्यो I am learning English. भिडियो पुरा हेर्नु भएको लागि धन्यवाद।